आजको मौसम यस्तो छ कि गाइज यु क्यान नट जस्ट इमेजिन। सो वाट्स अप ब्युटिफुल पिपल, फर्स्ट अफ अल त म हजुरहरूलाई गुड मर्निङ भन्न चाहन्छु है। अनि म चाहिँ अहिले ट्याक्क लाएर ड्युटीमा जाँदैछु। एज यु क्यान सी चिसो भएर चाहिँ म बाहिरबाट हुडीसुडी लाएर हिँडिरहेको छु। त्यही नै हो, आजको मौसम यस्तो छ कि गाइज यु क्यान नट जस्ट इमेजिन। हेर्नु सक्नुहुन्छ कुहिरो लाएर है, कुहिरो लाएर बाटो पुरै बन्द भएको छ है। चिसो छ भने हात पनि बाहिर झिक्न मन छैन कि, लाइक हुन्छ नि लिटरल्ली। म हजुरहरूलाई अगाडिको भ्यू देखाउँछु है त। हेर्न सक्नुहुन्छ है हजुरहरूले पनि, मौसम यस्तो भएको छ कि कुहिरो लाएर होइन, यस्तो भएको छ कि फग लाएर यार। वाउ, हेर्नु न। अब सधैँ जस्तो हो हाम्रो, मेरो गाडी चाहिँ ऊ त्यहाँ पछाडि आउँथ्यो। यो कन्टेनर छ नि जुन देखिरहेको, यसको पछाडिपट्टि पार्किङ छ, त्यहाँ आउँथ्यो। तर अहिले चाहिँ म बस्ने क्याम्प चाहिँ त्यो हो है। तर म निक्ले चाहिँ उतापट्टि गेटबाट हो, र म अहिले जाँदैछु उतापट्टि के, यो कन्टेनरको लास्टको पनि माथिको मजेन्टा क्याम्पको लाइक हजुरको मेन गेटबाट बाहिर निक्लिनु पऱ्यो क्या। बट यार आई डोन्ट थिङ्क सो कि बाहिर गएपछि गाडी चलाउँछ होला। आज त यस्तो ओभर लागेको छ कि कुहिरो गाडी चाहिँ हुन्छ नि, बाहिरै गए पनि गाडी चलाउँछ त्यसलाई जस्तो लाग्दैन क्या मलाई। त्यही नै हो, जाम चट्ट लाएर है ड्युटी जानुपर्छ। नम्बरी नाचे दैवले साँचे अझै के गर्नुपर्छ है। त्यही नै हो, एजेन्सी गाडीहरू गएको छ। यहाँ भित्र त चलिरहेको, माथि चल्न दिने हो कि नदिने हो भनेर के देख्नु नि, केही नै देखेको छैन त। अनि हेर्नु न ल, होइन त केही नै देखेको छैन कि। ए हो अब जाडो महिना नि के भन्नु, अहिले त गर्मी त आइसक्यो त। त्यही नि यो फेब्रुअरी महिनामा चाहिँ अलिक धेरै फग लाग्ने क्या। अस्ति यसो लगाइरहेको थिएँ म त, किन गर्नु भन्नु नगरेको। तर आज त ओभर लाग्यो कि, लाइक हुन्छ नि आज चाहिँ एउटा भिडियो गर्छु भनेर गरेको मैले। सो त्यही नै हो है, ड्युटी जानुपर्ने हुन्छ है। जतिसुकै फग लाग्यो नि, यहाँ भूकम्पै आयो नि, जेसुकै भयो नि, ड्युटी चाहिँ रोकिनेवाला छैन है सेक्युरिटीको। त्यही नै भन्न चाहन्छु म हजुरहरूलाई, जेसुकै होस् ड्युटी इज ड्युटी। ड्युटी चाहिँ लाजिम जानु पऱ्यो सेक्युरिटीलाई है। सो गाइज है, त्यही नै हो। एज यु क्यान सी हाम्रो मजेन्टा क्याम्पको मेन गेट चाहिँ यही नै हो। अनि बन्द चाहिँ त्यो अलिकति पछाडि गरेको थियो मैले, त्यहाँ अब भिडियो गर्नु मिलेन नि त, पुलिस थियो। तर मौसम चाहिँ एज यु क्यान सी कि अब यस्तो छ, लाइक केही नै देखेको छैन कि। हाम्रो गाडी चाहिँ त्यहाँ माथि कुरिरहेको छ क्या हामीलाई। तर यस्तो मौसममा चल्न दिन्छ कि दिँदैन, गाडीहरू चलिरहेको त्यही भन्दा राम्रो हो। ड्युटी त टाइममै पुगेको यस्तो लेट हुने कि अस्ति पनि फग लागेको बेलामा खासमा त्यतिखेर अस्तिको दिन चाहिँ त्यस्तो फग लागेको थिएन, त्यही भएर मैले भिडियो गरिनँ। तर लास्टमा के भइदियो, गाडीको टाइम हो बिहानको हजुरको 6:30मा राइट। त्यतिखेर फग त्यति लागेको थिएन। ड्राइभर चाहिँ हाम्रो तल पार्किङमै बसिरहेको रहेछ। अनि 2-4जना केटाहरू आउन टाइममा आएन, लेट गरे। त्यसपछि त यस्तो फग आयो कि एक्कासी के टोटली झापझुप सब गेटहरू बन्द डाक्नु। आवाज लाइक निन्द्रा पनि पुगेको थिएन, गाडीमा मस्त बस्यो, सुतेको मस्त सुतेछु। लोकेसन पुग्दाखेरि 7 बजीको ड्युटीको मान्छे 11:30 कि 10:30मा पुगेको हो क्या म अब त्यतिखेर। वा, तर भन्नलाई चाहिँ कस्तो स्वासमा भएको हेर्नु त मलाई। हजुरहरूले सुन्नुभएको छ मैले लामो सास लिएको, मोटाइयो कि लास्ट। तर यसरी हिँड्दा त राम्रो हो, मर्निङ वाक चट्ट लाएर ट्याक लाएर होइन। हेर्नु केही नै देखेको छैन कि अब यहाँ हेर्दाखेरि त गाडीहरू यसरी कुरेर बसिहाल्छ हामीलाई।
ल हेर्नु सक्नुहुन्छ हाम्रो गाडी चाहिँ ऊ त्यहाँ होला सानो हो हाइल्स हो माइक्रो भनौँ न माइक्रो बस हामी नेपालीहरूको होइन यसरी गरेर बसिरहेको हुन्छ है त फेरि भिडियो बनाउनु पनि गाह्रो छ क्या तपाईँको यता किन भन्नु भन्नुहोस् न किन भन्दाखेरि अब लेबरहरू हाम्रो फेसिलिटीहरू मेन्टेनेन्स यताउतिको त फरक परेन तर हाम्रो सेक्युरिटी साथीहरू नि हिँडिरहेको हुन्छ नि त अनि इनकेस अब कोही रिसाउँछन् नगर किन गरे भन्ने हुन्छ अनि सब अफ देम वेयर लाइक अब कम्पनीको ट्याग देखिनु भएन नि त गर्नेले त गरिरहेको हुन्छ नि भिडियो हालिरहेको हुन्छ तर अरू घोडा चढेबाट आफू किन धुर्छन् त मेरो साथीहरू चाहिँ यहीँ रहेछ आसिफ को बोला बडेबाट आउनु बस अभी हेर्नु न गाई चाहिँ ए यस्तो छ हो बेजोग रमाइलो छ हेर्नु त हेर्नु सक्नुहुन्छ केही नै देखाएको छैन लाइक लिटरली सधैँ जस्तो हाम्रो गाडी चाहिँ त्यो साइडमा कुर्थ्यो तर आज नि आउनु त त्यहीँ आउँछ कि तर हामी अलिकति छिटो आयो अरू बेला अलिकति ढिलो आउँथ्यो है अब त्यहाँ छ हाम्रो गाडी हाइल्स अब यता आउँछ है यता एकछिन गरेर टक्क चढ्नुपर्ने हुन्छ म हजुरहरूलाई अपडेट गर्छु है त त्यो गाडी जस्तै मैले हजुरहरूलाई भनेको थिएँ हाम्रो गाडी चाहिँ त अगाडि कुर्दै रहेछ है अब मान्छे चाहिँ म हजुरहरूलाई देखाउँदैन तर म गाडीमा जाँदैछ ड्युटी जानुपर्ने हुन्छ है सो त्यही नै हो म चाहिँ गाडीमा आइसकेँ एजुकेन्सी बाहिरको मौसम चाहिँ अझै पनि त्यस्तै छ है मान्छेहरू त्यत्तिकै छन् सबै गाडी माथि आएर कुरिरहेको छ अब ड्युटी जानुपर्ने हुन्छ टक्क अब एकछिन यसो मुभी हेर्छु हल्का त्यसपछि एकछिन सुतेर जान्छु होला लाग्छ लाइक अराउन्ड 30देखि 35 मिनटसम्म लाग्छ तर बानी भइसक्यो अब लाइक तपाईँहरूको 10 मिनट 15 मिनट सुत्दाखेरि नि कति धेरै सुते जस्तो लाइक निद्रा पुगे जस्तो फिल हुने कि त्यो एक झिमिक त निदाउँछु निदाइन्छ नि एज वेल तपाईँको एकछिन निदाए पनि एक निद्रा त पुग्छ नि भने जस्तो महसुस हुन्छ कि लाइक फिल हुन्छ कि होइन सो त्यही नै हो हेर्दै गर्नु होला भ्लग है त्यसै गरी बिस्तारै बिस्तारै म हजुरहरूलाई छोटो मिठो यताउति है कतै गएँ यताउति भयो भनेदेखि म हजुरहरूलाई गइ नै हाल्छु सो त्यही नै हो अब ड्युटी जानुपर्ने हुन्छ है हेडिङ अनि सब्सक्राइब गर्न नभुल्नु होला है किप सपोर्टिङ त्यस्तै छ राम्रै छ ठिकै छ चलिरहेकै छ है अहिले केही छैन हजुरहरूले अनि हजुरहरूले कस्तो खालको भिडियोहरू खोजिरहनु भएको छ मबाट कस्तो एक्सपेक्ट गर्नु भएको छ त्यो पनि भन्नु कस्तो बनाउँदा ठिक होला त्यो पनि मलाई सजेस्ट गर्नु आई ट्राई माई बेस्ट है त्यही नै हो यति भन्दै मेरो 2 शब्द यहाँ टुङ्गाउँदै म हजुरहरूबाट बिदाइ माग्छु जय नेपाल भन्दै प्लस यसपालि भोट घन्टीमा भन्दै बाई गुड बाई एन्ड हेभ अ ग्रेट डे हजुरलाई